होमस्टेमा आउनको लागि निकै नै यो बाटोको समस्या थियो। बाँस ल्याइयो अनि हेर्नुहोस् यसरी स्टेप 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 बाटो बनाइयो है ल हैन। यो अब चाहिँ चिप्लिँदैन पनि, बाटो पनि राम्रो भयो। हेर्नुहोस् यसरी 2 दिन लाग्यो तर अझै सकिएको छैन, अझै 1 दिन लाग्छ। यहाँबाट यहाँ माथि बाटोसम्म जानको लागि अझ 1 दिन लाग्छ। खाना कस्तो भयो पनि भनिदिनु होला। मिठो भएन त? बाइक यसरी यो चाहिँ हाम्रो पार्किङ स्थल हो। हिजो चाहिँ एउटा गाडी थियो भने आज चाहिँ यो स्कुटी छ, 4वटा स्कुटीहरू छ। 1 2 3 4वटा स्कुटी छ। अनि यहाँ चाहिँ हामीले श्रेष्ठ राई होमस्टेको यहाँ सूचना, यहाँ माथि चाहिँ यो एक किसिमको परिचय सूचना धनकुटा जिल्लाको घुम्ने ठाउँहरू पनि छ। सर तपाईले पनि भाउजूले वेलकम पनि बिदाई पनि ल एकचोटी हजुर मलाई नि गएको थिएँ सेम भाइलाई त देखेको थिएँ हामी त तालिम डम्बर सरले चाहिँ यसो 2 शब्द भनिदिनुस् न। एकदम राम्रो छ। यता आउँदा पूर्वतिर आउँदाखेरि यहाँ हिलेमा हाम्रो जीवनजीले सञ्चालन गर्नुभयो। यो होमस्टेमा आउनुहोस्, बस्नुहोस्, एकदम घरमै बस्नु जस्तो मजाले आनन्दले है। म सबै साथीभाइहरूलाई भन्छु बाटो पर्दाखेरि यहाँ बसेर जानु होला। हस्, धन्यवाद।